तपाईहरुको अकाउन्ट पनि यस्तो त भएको छैन। उहाँ बहिनी चाहिँ कोरियाबाट हुनुहुन्छ। उहाँको अकाउन्टमा 5 लाख भन्दा बढी फलोअर्सहरु हुनुहुन्छ र पनि उहाँले चाहिँ आफ्नो टिकटक अकाउन्ट जति मोनेटाइज गर्न खोजे पनि मोनेटाइज भइरहेको थिएन। तर एउटा सेटिङ मिलाउँदाखेरि उहाँको अकाउन्ट चाहिँ 1 मिनेटमा मोनेटाइज भएको छ। कतै तपाईहरुको अकाउन्टमा पनि यस्तै त भएको छैन? तपाईको अकाउन्टमा लाखौं फलोअर्स छ, हजारौं फलोअर्स छ तर पनि मोनेटाइज भइरहेको छैन भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नुस्। तपाईहरुको अकाउन्टमा पनि त्यो सेटिङ नमिलेको हुन सक्छ र त्यो सेटिङ के हो भनेको जानकारी चाहिँ म अब दिनेछु। भिडियोलाई सेभ गरेर राख्नु होला है त। सो फर्स्टमा कुरा गरौँ, उहाँ बहिनी चाहिँ कोरियाबाट हुनुहुन्छ र उहाँले चाहिँ मलाई कन्ट्याक्ट गर्नुभएको थियो र उहाँको अकाउन्ट मोनेटाइज भएको छैन भनेर। फर्स्टमा चाहिँ उहाँको बहिनीको हामी प्रब्लम हेरौँ। उहाँको जुन अकाउन्टमा हामीले यसरी क्लिक गरेर हेर्दाखेरि चाहिँ क्रिएटर्स रिवार्ड्स प्रोग्रामको अप्सन पनि थियो अनि त्यसमा क्लिक गरेर हेर्दाखेरि चाहिँ उहाँको अप्सन चाहिँ क्लोज गरिदिएको थियो, अर्थात् त्यहाँ चाहिँ अप्सन खुलिएको थिएन भनौँ न। किन भन्दाखेरि उहाँको अकाउन्ट चाहिँ बिजनेस अकाउन्ट भएर। त्यसपछि हामीले चाहिँ उहाँको सेटिङमा गएर अनि अकाउन्टलाई चाहिँ पर्सनल अकाउन्टमा चेन्ज गरिसकेपछि फेरि आएर हामीले यसरी एप्लाई गर्ने बित्तिकै 1 मिनेटमै उहाँको अकाउन्ट चाहिँ मोनेटाइज भयो। सो यसरी नै तपाईहरुले पनि आफ्नो अकाउन्टलाई चाहिँ बिजनेस अकाउन्टबाट चाहिँ पर्सनल अकाउन्टमा चेन्ज गर्नुस् र मोनेटाइज गर्नुस्। यदि तपाईहरु पनि टिकटक अकाउन्ट मोनेटाइज गरेर थोरै धेरै भए पनि अर्निङ गर्न चाहनुहुन्छ भने र त्यसैगरी तपाईहरु चाहिँ लोकेसन भेरिफाई भएको अकाउन्ट तपाईहरुलाई यदि आवश्यक छ भने चाहिँ तपाईहरुले हामीलाई सम्झिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ मेरो टिकटकको प्रोफाइलको यो लिंकमा गएर क्लिक गर्नु होला। त्यहाँबाट तपाईले सबै इन्फर्मेसन पाउनुहुनेछ है त।